हेलो साथीहरु, आज चाहिँ म मल बोक्न लाग्यो है। तर यो मल के को लागि भन्ने कुरा चाहिँ अलि एकछिन पछि थाहा हुन्छ, अलि पछि देखाउँछु। म चाहिँ मल बोक्न लाग्यो। बोरामा हालेर हेर्दै गर्नु होला, म देखाउँछु यो मल के को लागि हो भनेर। लास्टमा हेर्दै गर्नु ल है। म चाहिँ मल भरेर बोकेर नि मेरो गन्तव्यतिर जाँदैछु। बारी छ, जाँदैछु म। ल है साथीहरु, फाइनली म चाहिँ यो मल प्रयोग हुने ठाउँमा आइपुगिसकेको छु। ठ्याक्क यो मल चाहिँ यो आँपहरूको लागि हो। है हामी चाहिँ काम चाहिँ अघिदेखि गरिसकेको, तर चाहिँ भिडियो गर्न चाहिँ अलि ढिलो भयो। यो बिरुवामा चाहिँ मल हाल्नको लागि हो। यहाँ छ, यता तल नि छ, यसले चाहिँ फलिसकेको छ। अहिले म देखाउँछु सबै बिरुवाहरू है। रोपेर मात्र भएन, मलजल पनि गर्नु पर्यो। अब मल हाल्ने, ट्याक्क माटो र मोलेर ट्याक्क राखिदिएपछि भइहाल्यो। माटो मोलेर है हामीले चाहिँ मल हालेर पनि भ्याइसक्यो। यस्तो छ, यहाँ माथि छ बिरुवा। यसले चाहिँ फली पनि सकेको छ। एउटा आँपले छ, आँप यता माथि पनि छ। लिची चाहिँ उता छ क्या। लिची चाहिँ ठाउँ ठाउँमा मरेछ कि के भएर पनि। आँप चाहिँ एउटा नि मरेको छैन, लिची चाहिँ ठाउँ ठाउँ मरेछ। यहाँ छ लिची, यहाँनिर रोपेर यहाँको मऱ्यो। मरेर यस्तो भयो। अनि त छ लिची चाहिँ, लिची अरे उतासम्म छ कागती बोट। यसले भुइँ छोड्न सकेन। यहाँ नि यता चाहिँ छ लिचीको बोटहरू। यो चाहिँ पानी जम्मा गर्न लागि राखेको ड्रम। पानी हाल्नु पऱ्यो नि कहिलेकाहीँ। यो एउटा यो तल घर, अनि एउटा यो घर आउँछ हाम्रो चाहिँ। दुईवटा घर आउँछ आँप लिची। अनि मास्तिर छ, अहिले म देखाउँछु फेरि। जान्छ है मकै बारीभित्र। यता तलतिर छ।